बोले कौशिक गोत्रका समस्त पितृहरूको नेपाली हिन्दू परम्परामा 84 पूजा एक पवित्र संस्कार हो। यो पूजा 84 वर्ष पूरा भएको जीवनको सम्मान र कृतज्ञताको प्रतीक हो। धार्मिक धर्म अनुसार आत्माले 84 लाख योनिको यात्रापछि मानव जन्म पाउँछ भनिन्छ। त्यसैले 84 वर्ष पुग्नु भनेको जीवनको एक पूर्ण चक्र पूरा भएको जस्तो मानिन्छ। निरन्तर ल ठिक छ हाम्रो खानेको व्यवस्था चाहिँ तलपट्टि छ। गोरुको लागि कटिङ बोक्दा भिडियो नगर्ने चाहिँ बस्दा भिडियो आज 84 पूजाको पावन दिन हो। यो केवल एउटा धार्मिक संस्कार मात्र होइन, यो जीवनको लामो यात्राको सम्मान हो। 84 वर्ष अनुभव, समय र आशीर्वादले बनेको एक अमूल्य यात्रा। हिन्दू संस्कृतिमा 84 पूजा जीवनको दीर्घ यात्रा र अनुभवको सम्मान गर्ने एक पवित्र संस्कार हो। एकदम खुसी छ होइन, खुसी हुनु पर्यो, त्यति भएपछि भयो। के सुरु भइरहेछ ल खै यता हेर्नु त यता को हुनुहुँदो रहेछ सुन्तला जाने त्यहाँ हामी त यत्र योगेश्वर कृष्ण यत्र
हो